नयाँ क्रिएटरहरूले होइन दाइ तपाईँ कुन एप्सबाट भिडियो एडिट गर्नुहुन्छ प्लिज बताइदिनु पऱ्यो भनेर भन्नुभएको छ। मैले 10:30 गइसकेको अवस्था छ। यतिखेर तपाईँहरूले टाइम निकालेर मैले भिडियो बनाउँदैछु। अहिले प्राय लोगै सुद्धा आउने छ क्या। फ्री भिडियो एडिटर एकदमै कम मात्रामा छ होइन, 2-3वटा मात्रै फ्री दिएको छ। अहिले क्यापकटले पनि पुरै वाटरमार्क दिन्छ, राम्ररी भिडियो एडिट गर्न सकिँदैन त्यसबाट। तपाईँहरूलाई एकदमै सजिलो, मैले पनि सधैँ गर्ने फ्री यस्तो एप्सको भन्दैछु एडिट गर्ने जुन चाहिँ तपाईँहरूले सजिलै युज गर्न पनि सक्नुहुन्छ, मजाले जस्तो पनि गरेर तपाईँले एडिट गर्न सक्नुहुन्छ है। त्यसको नाम हो युकट है। तपाईँलाई म स्क्रिनमा लान चाहन्छु। यो चाहिँ मेरो फोन हो है। मेरो फोनमा चाहिँ देख्न सक्नुहुन्छ दुईवटा भियानबाट पनि गर्न सकिन्छ, एउटा युकट। मैले चाहिँ भियान होइन युकट चाहिँ डाउनलोड गरेको छु। युकट नै मैले बढी युज गर्छु है। ट्याक्क युकटमा जाने, के गर्ने, न्यू प्रोजेक्ट गर्ने। अब मान्ने तपाईँले यसलाई एडिट गर्न चाहनुहुन्छ भने यसलाई क्लिक गर्ने। अब कसरी एडिट गर्नुहुन्छ? सुन न, मेरो आँखा लास्टै कमजोर भएछ यार। हो, यसलाई मजाले सजिलो कसरी काट्न होइन। यसलाई अब यहाँनिर क्लिक गरेर डिलिट गर्न, कस्तो के गर्न चाहनुहुन्छ तपाईँ? अब यसलाई कालो रातो हरियो बनाउन कस्तो चाहिँ गराउन चाहनुहुन्छ तपाईँ? जस्तो पनि बनाउन सकिन्छ क्या यहाँबाट एडिट गरेर। यसलाई डाउनलोड गर्नको लागि ट्याक्क जाने, प्ले स्टोरमा जाने होइन। प्ले स्टोरमा गएर चाहिँ ट्याक्कसँगले सर्च गर्ने युकट भनेर, YUUCUT युकट भनेर डाउनलोड गर्ने। फर्स्टमै आउँछ कि युकट भनेर, यस्तो युकट भनेर लेखेर आउँछ। यस्तो युकट भिडियो एडिटर भनेर एडिटर एन्ड मेकर भन्ने आउँछ। ट्याक्क यसलाई चाहिँ डाउनलोड गर्ने। मेरो चाहिँ अलरेडी डाउनलोड भएर ओपन देखाएको छ है। तपाईँले यहाँ चाहिँ डाउनलोड गरेर भन्ने अप्सन आउँछ, ट्याक्क लाएर